कन्फ्युसै गर्नु यस्तो पाजा पुर्याउनु त्यही त नि खर्च भयो भनेर खर्च गर्ने गराउने भन्छ ए पानी पुग्दैन है अलिअलि यो कतै यति लिएर जाने यो पानी लोटा सोटा नि राखेको छ नि एउटा लोटा ए म त यस्तो ल्याउ त पानी हाल्नु सफा गरेर सानो ए उ त पर्छै यत्रो पर्दैन यो हातमै गर्नु भयो नि हुन्छ नि चामलको पिसो राखेको वर्षपछि चाहिँ बोका पूजा गर्ने हो अनि त्यहाँबाट म टिकाउन लागि नि भित्रिया खानेर क्या त्यही भएर खोकी अलि माइल अङ्कललाई टिका नलागिदिनु पछि टिका लाउने खाएर ल पूजाको प्रसाद खाएर मलाई खोकी सबै सन्चो होस् फेरि खोकी माथि झन् थपियो भने चामल पिनेर आउनु भयो किन होइन भिजेर धेरै नखा मलाई प्रसाद खाएँ टमाटरहरूको त एउटै रहन्छ फेरि अक्किएका भयो एकदम च्याम्पिङ एकैखेर घटघुट गरेर ठिका लगाइदिनु राम्रो उठेर मासु काटु पकाउँदा यो पहिला भुट्न पाए हुन्थ्यो है यो भित्र भुट्ने पछि त्यो तरकारी पकाउँदा हुन त दुईटा भाँडा उठ्ने लौसी कस्तो भएर हाम्रो भएर छ कि हो ल्याए थाल पनि बुवा बुझ्दै ल्याए हुन्छ हिजो पारे क्या थाल छैन पुग्दैन होला त्यो थाल छ नि होइन कति राम्रो थाल छ बाबु बुटको थाल छ क्या 30 वटा छ किनभने प्लास्टिक होइन स्टिलको प्लास्टिक होइन स्टिलको अरू आउँछ नि अहिले लगाइदिउँ ल अब अरू आउँदैन कान्छामा त विपत्तै भयो त नि पूजामा काम छैन आउनु भएन कान्छामा खै कता गयो त उनी खै म टिका लाउनु छाडेँ हुन्छ जो
चाहिँ त्यो चाहिँ यसपालि फलाउनु त हामी जान्दैन जस्तो छ जाने छ त्यस्तै गर्नु हो अब यसो हेर्न पाए हुन्थ्यो ऊ चाहिँ खुसी छन् कि छैनन् फुल फेरि एकचोटि हेराउने नि ए पूजा गरेर अनि हुन्छ होला हेराउनु पर्छ हेरखोज गर्ने के पाएनन् भनेर राम्रो जाने खुसी पनि यो उसमा नि राम्रै छ भन्छन् नि त म किन बनाऊ यो के सापबोटे के भने यहाँ अँ त्यहाँ छन् अरे यस्तो ऊ भएकोलाई के देउता निस्किन लागेकोलाई पनि उतारिदिन्छन् अरे तिनले राम्रो गर्छन् अरे त्यहाँ सन्तान नहुनेलाई सन्तान हुने बनाउँछन् अरे त्यहाँ के अरे बेलुका आउँदाखेरि तसमा पैसा छ भने मासु लिएर आइजन् है कुखुराको भनेर भन्नुभएको थियो क्या बुङ्गुरको सबै त्यहाँ आउँदो रहेछन् महँगो पर्छ कुखुराकै लिएर आइज मिठो हुन्न भयो नानी बुङ्गुर त भयो काँडी ल्याउने होइन डुङ्ग्री अनि मन पऱ्यो नि के अरे किलो तपाईँ अलिकति आधा किलो आधा किलो लिएर अनि 1 किलो कुखुराको लिएर आइज है त्यसो भन्नुभएको थियो त्यहाँ राम्रो गर्छन् अरे यहीँ सात बोटी भने कि के हो अब सबैले आवाज खानुहुन्छ नि ल बुङ्गुरकै लिएर आइज धेरै जानै भइन्छ फेरि दिदीहरू आउनुहुन्छ खालबारी आमा खानु हाम्रो कान्छोले चाहिँ यहाँ कुखुराको टाउको पोलिरहेको छ भाले कालै भइसक्यो तिमी जाने हो भोलि त शनिबार हो नि त पैसा कारोबार गर्न हुन्न अरे के त जाने बेला तिमीलाई जाने हो भाइ हो यस बेलामा भात खान पाइए छैन बर पाके कि छैन भोकाल दिन्थेन नानी छिटै आयो त आज पूजा गरे के भ्याउँदैन नानी आउन्जेल त बेलुकासम्म पकाउनु पर्यो नि पाके छैन खाएर कतिखेर हुन्छ फेरि नभए पर्सि गरे नि हुन्न र मैले खत्रै पोलिरहेको छु भ्याएसम्म गरौँ ल नभए त्यो कुराहरू छोडिदिए